हेलो गाइज वेलकम टु माई च्यानल। आज म फिलिप्सकै मल्टिग्रुम 3000, 5000 र 7000 रिभ्यू गर्न जाँदैछु। प्रोडक्ट कम्पेरिजन एक्चुअली। ल सुरु गरौँ है त प्रोडक्ट कम्पेरिजन। सुरुमा चाहिँ ब्याट्रीबाट सुरु गरौँ। प्रोडक्ट 3000 र 5000 मा चाहिँ लिथियम आयन नभएर निकल हाइड्राइड भएको कारणले गर्दा त्यसलाई चाहिँ चार्ज हुन 16 घण्टा लाग्छ। फुल चार्ज हुन 16 घण्टा लाग्छ भने सिरिज 7000 लाई चाहिँ लिथियम आयन भएको कारणले गर्दा 2 आवर्समा फुल चार्ज हुन्छ। द्याट्स द वान अफ द मेन रिजन कि मैले 7000 सिरिज चाहिँ प्रिफर गर्छु 3000 र 5000 भन्दा। र त्यसै गरी 3000 को आउटर बॉडी चाहिँ प्लास्टिकले बनेको छ सबै बॉडी, र 5000 को भेरिएन्ट चाहिँ हाफ प्लास्टिक र हाफ मेटालिक कोटिङले बनेको छ। वेरेज 7000 सिरिज चाहिँ पुरै फुल मेटालिक स्टेनलेस स्टिलले बनेको छ। द्याट्स वाइ अल्सो आई प्रिफर 7000 सिरिज इन्स्टेड अफ 3000 र 5000 सिरिज। अनि एउटा सबभन्दा नराम्रो चाहिँ 3000 र 5000 मा 16 घण्टा फुल चार्ज हुन लाग्छ, तर पनि त्यसमा एलइडी इन्डिकेटर छैन, जसले गर्दा ब्याट्री कम होस् कि कम र बढी भएको चार्ज फुल भएको नै थाहा हुँदैन। तर 7000 सिरिजमा कम चार्ज हुन लागिकन पनि त्यसमा एलइडी इन्डिकेटर छ, जसले गर्दा तपाईँको ब्याट्री पर्सेन्टेज थाहा हुन्छ। त्यसले गर्दा पनि मैले 7000 सिरिज चाहिँ प्रिफर गरेर आफूले पनि किनेको हो। हजुरहरूलाई अझै 7000 सिरिजमा पनि एउटा अझै राम्रो भेरिएन्ट छ। 7000 सिरिजको 18-in-1 भेरिएन्ट। त्यसलाई तपाईँले 2 घण्टा चार्ज गर्नुभयो भने त्यसले 5 घण्टासम्मको रन टाइम दिन्छ। त्यो चाहिँ मलाई एकदम मन पर्यो। यदि तपाईँ एकदम प्रोफेसनल बार्बर हुनुहुन्छ भने 7000 सिरिज 18-in-1 भेरिएन्ट चाहिँ तपाईँको लागि बेस्ट हुन्छ। अब प्राइस कम्पेरिजनको कुरा गर्दा अवश्य पनि 3000 सिरिज सबैभन्दा कम प्राइसको हो, जसलाई तपाईँ अस्ट्रेलियन $50 मा किन्न सक्नुहुन्छ। तर त्यसमा चाहिँ तपाईँलाई 8-in-1 टुल किट मात्रै उपलब्ध हुनेछ भने 5000 सिरिजमा चाहिँ तपाईँले लगभग 11-in-1 पाउनुहुनेछ। त्यसै गरी 7000 सिरिजमा एउटा चाहिँ मैले 12-in-1 भेटेको छु र अर्को चाहिँ 18-in-1 भेरिएन्ट भेटेको छु। इन माई ओपिनियन फिलिप्सको मल्टिग्रुम सिरिज 7000 12-in-1 भेरिएन्ट चाहिँ सबैभन्दा मिड रेन्जको सबभन्दा मलाई एफोर्डेबल र बेस्ट लाग्यो। सो द्याट्स इट गाइज। तपाईँलाई मेरो प्रोडक्ट कम्पेरिजन कस्तो लाग्यो? यदि मन पर्यो भने प्लिज लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू। ल मैले अर्को भिडियोमा अर्को प्रोडक्ट र त्यसको प्रोडक्ट रिभ्यू लिएर आउनेछु। Thanks for watching guys. Thank you so much.